उहाँलाई चाहिँ आइब्रो थ्रेडिङ गर्दा चाहिँ एकदमै दुख्छ अरे, त्यही भएर हामी चाहिँ यो चक्लेट हट व्याक्स गर्न गइरहेछौँ। उहाँको पहिला अलि धेरै थियो, अहिले यो व्याक्स गरेपछि चाहिँ अलिक कम आउन थालेछ। यो व्याक्स एकदमै सजिलो छ, एकदमै इजी छ, किनभने यो लगाउँदा यही सुक्छ। अनि यसरी तान्ने, अनि यसरी ड्याब गरिसकेपछि यसलाई बिस्तारै तान्ने। एकचोटि झट्टै तान्दाखेरि छालाहरू निस्किन सक्छ। बहिनी थोरै गर्नुहोस् न। एकदम इजी छ यो। धागोले एउटा रौँ खाल्दा चाहिँ एकदमै दुख्छ, कोहीलाई चाहिँ राम्रो पनि लाग्छ, कोहीले सहन सक्छ, कोहीले सहन सक्दैन। उहाँ चाहिँ सहन सक्नुहुन्न, उहाँले अहिलेसम्म गर्नुभएको 4-5 चोटि भइसक्यो। अहिले चाहिँ मैले भिडियो खिचिदिएको, यस्तो मजाले आउँछ, एकदमै मसिनो रौँहरू छ यसमा। यो चाहिँ उहाँको यहाँ चाहिँ गर्नु पर्दैन, यहाँ चाहिँ उहाँको नेचुरलै छ। हामी चाहिँ उहाँको यति मात्र निकाल्छौँ, अनि यो एक्स्ट्रा हेयर निकाल्छौँ। उहाँले आइब्रो, अप्पर लिप सँगसँगै आइब्रो पनि व्याक्सै गर्नुहुन्छ। उहाँलाई पहिला चाहिँ डर लागेको थियो, अनि अहिले बानी भइसक्यो, उहाँ एकदमै कन्फिडेन्टसँग बस्नुहुन्छ। र मलाई डर लाग्छ, उहाँलाई चाहिँ डर लाग्दैन। एकदमै इजी छ यो लाउनलाई, थोरै पार्ट लाउने, अनि फेरि हल्का बिस्तारै तान्ने। यो सट्ट तान्नु हुँदैन, यो छाला एकदमै सेन्सिटिभ हुन्छ, अनि लुज पनि हुन्छ। त्यही कारणले गर्दा तान्दाखेरि बिस्तारै यसरी तन्काएर तान्नुपर्छ। अनि यो लगाउँदाखेरि चाहिँ आफ्नो जुन लाइन हो त्यो लाइनभन्दा तलै गर्नुपर्छ। त्यसपछि चाहिँ नमिलेको लाइन चाहिँ हल्का ट्विजर अथवा धागोबाट गर्न सकिन्छ, यसरी हल्कासँग। उहाँलाई मोटै मनपर्छ, किनभने हामी मसिनो चाहिँ गर्दैनौँ उहाँको। लाग्यो त अब कस्तो क्लिन भयो, एकदमै सफा है। अब हामी यो माथिको लाइन गर्छौँ। माथिको लाइन पनि एकदमै धेरै कपाल छ हेर्नु त, यति धेरै कपाल छ। अब हामी माथिको लाइन पनि गर्न जान्छौँ। यो गर्दा चाहिँ नातिकिन एकदमै बिस्तारै तान्नुपर्छ। अनि उहाँको आफ्नो जुन बोर्डर लाइनभन्दा एक लाइन माथि नै गऱ्यो भने हामीलाई मिलाउन सजिलो हुन्छ। म नेक्स्ट टाइम तपाईँहरूलाई त्यो पेपर व्याक्स पनि गरेर देखाउँछु। उहाँको यहाँ चाहिँ पहिला निकै धेरै कपाल थियो, अहिले चाहिँ एकदमै कम कपाल आएको छ। अनि यो चक्लेट व्याक्स चाहिँ राम्रो पनि छ। यस्तो मजाले आउँछ यो चाहिँ है, एकदमै राम्रोसँग। नमस्ते चक्लेट आउँछ म बाहिरबाट आएको भएछ दिदीले चुप्ला भन्दा तपाईँ चाहिँ बोलाउनु। मैले चाहिँ यो पाउडर लगाएको चाहिँ किनभने अघि हामीले व्याक्स गरेपछि स्किन तातो लागि मोइस्चराइजर हुन्छ, पाउडर लगाएपछि ड्राई हुन्छ, अनि छुटेको रगहरू पनि निकाल्न सजिलो हुन्छ हामीलाई। मैले उहाँको चाहिँ अलिअलि चाहिँ थ्रेडिङ गर्नुपर्छ। मलाई थ्रेडिङ भएको चाहिन्छ, थोरै जान्छ।
जग्गा धेरै सेन्सिटिभ हुन्छ अनि थ्रेडिङ गर्दाखेरि मान्छेले एकदम धेरै प्रेस गर्छ त्यो बेलामा चाहिँ एकदम धेरै प्रेस गर्नु हुँदैन खिचेर गर्नु हुँदैन हल्का रौँ मात्रै तान्ने एकदमै बिस्तारै तान्नुहोस् न यो चाहिँ हामीले अब व्याक्सहरू सबै गरिसक्यौँ अब यो एउटा दुईवटा हेयर मात्रै छ त्योभन्दा बेसी चाहिँ नकाटिदिने यो पनि कपाल जस्तै जति काटेको पनि ग्रोथ हुन्छ त्यो एकदमै कम मात्रै उहाँले चाहिँ आफ्नो मोइस्चराइजर लिएर आउनुहुन्छ प्रायः त्यो दिनमा त उहाँले चाहिँ आफ्नो यही मोइस्चराइजर लाउनुहुन्छ चाहिँ प्रायः उहाँले हामी चाहिँ उहाँको मोइस्चराइजर थोरै लिएर मोइस्चराइजर लाउँदा पहिला हातमा मेल्ट गर्ने अलिकति अनि मात्रै लगाइदिने मजा आएछ पनि आनन्द आइरहेछ लगाइदिनुहोस् त उहाँको अलिक जिम गरेर मजाले यस्तो क्लिन निट भएको छ उहाँको आइको है बिस्तारै उठ्नुहुन्छ